हेलो नमस्ते गुड मर्निङ जय मसी सेवा। अहिले चाहिँ हामी लेक टेलरतिर छौँ अनि लेक टेलर घुम्न आएको। आज बिहानै हामी 6 बजे हिँडेर 6 बजे हिँडेको। जेठा दाईको फ्यामिली, माइली दिदीको फ्यामिली अनि साइल दिदीको फ्यामिली अनि हामी आएका छौँ। अनि लेक टेलरमा चाहिँ कति हामी अहिले कति बज्यो भनेको 9 बजे 7, 8, 9 हामी 3 घन्टा लाग्यो यहाँ आइपुग्नको लागि। अनि यहाँ चाहिँ तपाईहरु सबैलाई स्वागत छ। उकालो ओह्रालो गरेर आएर चाहिँ हामी यहाँ आइपुगेका छौँ। यहाँ बोटिङ पनि गर्न पाउने रहेछ अनि फिसिङ स्मल भएन, सिरियस भयो कि लेक टेलरको हामी एकैछिन मात्रै बसेर हामी अर्कै ठाउँ हिँड्न लागेका छौँ। अब यहाँ चार चढेर जाने हो। लेक टेलर नै होला। हामी लेक टेलर घुमेर आउँदै थियौँ अनि बाटोमा हामीले यसो छेउमा हेरेको सिमसाक देख्यौँ। अनि सिमसाक देखिसकेपछि यहाँ हामी सिमसाक टिप्दैछौँ अनि यहाँ दिदीले सिमसाक टिप्दै हुनुहुन्छ। र कान्छी उता जेठा दाइले मुठ्याएर हान्नु भएको छ। सिमसाक यहाँ यस्तो दामी आएको रहेछ। सिमसाक चाहिँ दामी रहेछ। दाइले यस्तो दामी टिप्नु भयो। न्युजिल्यान्डमा सिमसाक टिप्दै अनि हामी यता छौँ अनि उतापट्टि पनि
टिप्दै हुनुहुन्छ पर सिमसाप नटिप्ने यहाँ दाइहरू हुनुहुन्छ कसले जुत्ता फ्यालेर गयो हेलो 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 नछि नटिप्ने सिमसाक चाहिँ यता पनि छ यता पनि पुरा टिप्दै हुनुहुन्छ दाइ दिदीहरूले ए दिदी त जुत्ता लिएर आउनु भएको छ कसको जुत्ता तिहार छ भनेको त दिदी त आमामा कस्तो दामी पो रहेछ त है सिमसाक त यस्तो दामी रहेछ अब चाहिँ हामी घुम्न आएको यो सिमसाक टिपेर जाने हो सिमसाक कस्तो दामी रहेछ अब यो लगेर फ्रोजन बनाएर बिस्तारै खाने हो यो अब आज हामी घुम्न आएको चाहिँ यही फाइदा भयो लेकतिर अलिकति मात्रै रहेछ त्यहाँ घुम्यौँ यो सिमसाक हामीले यहाँ सिमसाक टिप्यौँ अनि अब भारी लगाएर अब फर्किनु लाग्यो फेरि दिदीले त्यो एक झोला ल्याउँदै हुनुहुन्छ सिमसाक ल्याउँछ यहाँ मालदिदी सालदिदीहरू लगाइसक्नु भयो आफ्नो आफ्नो गाडीमा अब यहाँदेखि हामी लाग्यौँ सिमसाक बोकेर अहिले चाहिँ यो खाजाको टाइम हो चिसोमा यो खाजा मिलन दाई चाहिँ पोखर पुलमा गएर आउँदै हुनुहुन्छ उहाँ चाहिँ मिलन दाई हो हाम्रो यहाँ खाजा तयार हुँदै गर्दाखेरि उहाँ चाहिँ अगाडि गएर आउँदै हुनुहुन्छ धेरै तानेर खासै देखिँदैन तर आउँदै हुनुहुन्छ खानुभएको मोमो चाउमिन मैगी फोनहरु लिएर गयो झरे नि गयो यो चाहिँ खाजाको समय हो यहाँ मोमो छ यहाँ पोर्क पनि छ धन्यवाद दिदीहरूलाई अनि यो पोर्क सालदी ल्याउनु मोमो
मोमो मिठो छ आज मौसम एकदम चिसो छ हामीले खाजा खाइसकेपछि यहाँ झोलुङ्गे पुलतिर जाने भनेर हामीले निर्णय गऱ्यौँ अनि हामी जाँदैछौँ झोलुङ्गे पुलतिर अनि हामी सबैजनाले खाजा खाइसकेपछि अब यहाँ एउटा झोलुङ्गे पुल छ तर झोलुङ्गे सिङ्गल मात्रै हिँड्ने झोलुङ्गे पुल धेरैजना हिँड्न मिल्दैन रे झोलुङ्गे पुल चाहिँ चढ्ने कि नचढ्ने हो झोलुङ्गे पुल चाहिँ यो सानो त पुरै हल्लिन्छ होला यो त यो सानो सिङ्गल मात्रै हिँड्न मिल्छ अरे यहाँ पुरा 1 घन्टा लाग्ने रहेछ हामीलाई त वार पार आउन अन्त सबैजना त सिङ्गल एकजना भाइ पुरा गइसकेको छ अब हामी अब रिकी बोय ल रेडी जाऊ नानी होइन ग्रीष्मा होइन यतिखेर सिङ्गल लक्षण गर्दै जाऊ नानी हो त्यो रडमा टेका रडमा ओ पर हेरेर छोरी ऊ पर जाऊ तल पानीमा हेर्नु हुँदैन दर्पण पनि जाऊ दर्पण हुन्छ जाँदा हुन्छ जान्छ इज अ ब्रेभ बोय नानी तल्लोमा पक्रेन नानी ठिकै छ जहाँ सजिलो लाग्छ त्यही गर ऊपर नानालाई घोच्छ नानी घोच्छ हेर है कता लड्दै नि त खेलेर गइरहेको छ माथि पक्रे जानु एकजना पर्सन भनेको छ अब होला 100 जना 200 जनाको थाहा छ दर्पण भए त हेर्नु त पर अघि बिचमा पुगेर चाहिँ ऐँची भयो होला कि होइन यहाँ मैले अघि भनेको नि छिटो जाँदैछु नि ग्रीष्मा पनि त्यहाँतिर फर्किँदै छैन गयो हौ अब हल्लिएर त्यहाँ पुगेको डर लाग्दैन दिदी अब एकछिन बिमा गएको छैन यसो जाने हिसाबले मात्रै बनाउनु नेपालमा दियो भने झोलुङ्गेमा त नेपाललाई त लाँदै रहेछ त 60वटा है कतिवटा देशमा दुर्गा जानु न
दिदी बोल्न जाऊ अनि म पछि पछि जान्छु कहाँ बोल्न सबै गएर त्यस्तो हुँदैन त अलिक गरे यसले हल्ला दिँदैछ यो जानु दिदी ओइ हल्ला छ नि त म आउँदैन केही हुँदैन दिदी जानु हामी यो पुल तर्दैछौँ यो झोलुङ्गे पुल एकदमै हल्लिनु चाहिँ धेरै हल्लिँदो रहेछ अनि यहाँ दिदी माल दिदी जाँदै हुनुहुन्छ तल दाई नडराइकन आउनु म थाम्छु भन्दै हुनुहुन्छ तलबाट पर हेरेर जाउँ नानीहरूलाई माथि छ मतलब माथि एउटा एउटा पार्दै जाउँ भाइको भिडियो गर्नु होइन दाइ जानु त म गरिदिन्छु होइन तपाईँ हिँड्नुहोस् म आउँछु पछाडि दाइ हाम्रो साल दिदी 2 चोटि एटेम्प गर्नुभयो यहाँ चाहिँ बिचमा जेठा दाइले उताबाट पक्रिन्छु भन्नुहुन्छ र नि ठुलो नि दाइ हजुर डोल्लेको छ नि दाइ गहिरो पनि छ हाम्रो यहाँ एडभेन्चर भइरहेछ अब त पत्याउनु नि दिदीले भाइ लाग्यो है मेरो फाइनल छ यहाँ म पनि तर्ने हो यहाँ किन यो सानो छ तर धेरै हल्लिन्छ नि त झोलुङ्गे त पुरै झोलुङ्गे नै हो क्या सानो उहाँ राखेको छ त्यही भएर सिङ्गल पर्सन भनेको सिङ्गल मात्रै सानो छ म पनि जाने र मुनि त भएको रहेछ यो पानी बगिरहेछ यो चाहिँ कोसी र गहिरो छ निलो छ नि त निलो छ गहिरो छ फोर्स पनि छ अनि धेरै पनि हल्लिँदो रहेछ यहाँ आउँदै गर्दाखेरि त्यो भएर त्यति धेरै छिटो कुट्नु खोज्यो कुट्न चाहिँ सकिँदैन रहेछ यो पुरा हल्लिएर यसो लड्न खोजिँदो रहेछ यो त्यस्तो हुँदो रहेछ त्यो हिसाबले त्यो त काम चलाउ मात्रै नि हो तल 4टा तार हालेर त्यसमा क्लिक गरेर मात्रै दुःखले त्यसो बनाएको छु फाइनली म पनि पुगेँ त